साथीहरु हामीले डेन्जर माछा मार्छौँ है। वाल रहेछ यो सबै छेर्ने खालको रहेछ। ठ्याक्क 3 किलो दिनको साइज हो। कहाँ छ? भिडियो सबै त्यसमा कालाले चिजबिल ल्यायो। आज हामी माछा मार्न आएको छ, हेर्न सक्नुहुन्छ है। चट्टा लाएर कति किलोको भेट्छ अरे विशाल यहाँ? 20 किलोको है एउटै होइन काले? ल डल्फिन भेटिन्छ अहिले टक्क हामी मारेर तपाईँहरूलाई देखाउँ होला। यत्रो है विशाल होइन काले? यत्रो भेटिन्छ है। ल चप्पल गोड चाहिँ के तपाईँलाई? वाल रहेछ यो सबै छेर्ने खालको रहेछ। वाल भन्दा पनि तपाईँको मुनिबाट छिरेको। अब यसो गर्ने, अब यो पल्लोमा हानौ होइन, त्यहाँ 3 किलोको साइजको छ। 3 किलो साइज हुन्छ। ठ्याक्क 3 किलो दिनको साइज हो। कहाँ छ? यो धेरै मसिनो हाल्यो भने फाल्दै धेरै मसिनो चाहिँ फाल्नु के गरेको रे फाल्देको? कडा है। ए पाल त या त्यो सबै जति बनाउनु पर्छ। साथीहरु हामीले डेन्जर माछा मार्छौँ है। ल माछा मारेर हामी फाइनली होइन नुहाइसक्यो, चिटिक्क बनेर अब निस्किनुपर्छ हामी पनि माछा उता। अहिले तपाईँहरूलाई एकछिन पछि देखाउँछु है। ल हाम्रो भागमा कति पऱ्यो विशाल? यस्तो चाल देखाउ त। ल ठ्याक्कै लाएर झन्डै कति 10 किलो छ? 10-12 किलो छ होइन हाम्रो भागमा चट्टा लाएर। अनि तपाईँहरूलाई अहिले पछि देखाउँछु म भाग लाउँदा है। ल माछा ल विशाल हामी माछा मारेर आइपुग्यो है। आइपुग्यो। ल अब हामी टक्क लाएर भाग लाएर होइन हाम्रो दर्शकहरूलाई देखाउँछौँ कस्तो हुन्छ। पसिना आउँछ हेर्नुहोस् है। अस्ति मिनी सर्ट भ्लग बनाउँथेँ, आज चाहिँ लङ भिडियो बनाइदिएको।